नमस्कार, म पुष्पा गजमेर आज हजुरहरूको माझमा एउटा कविता लिएर उपस्थित भएकी छु। कविताको शीर्षक रहेको छ चुनाव आयो रे। एका बिहानै गाउँघरतिर हल्ला चल्दै थियो, जिन्दाबाद जिन्दाबाद। बाले पनि कान टड्काएर पारेर सुन्नुभयो, आमाले पनि पल्ला गरे साइँला दाई। काका बालाई चुनाव आयो रे काका भन्दै आउनुभयो। हिजो भर्खर त समाचारमा कता कता सुनेको थिएँ। आज बिहानैबाट र्याली पो सुरु भएछ। अब यो पालि त भोट कसलाई दिने हो? बा बरबराउनुहुन्छ। 5 वर्ष अगाडि चुनाव जितेर भए पनि कसैको अनुहार देखिएन। देशका युवा बेचेर खाए, गरिब दुखीको पसिना बेचेर खाए। आफ्नो गाउँघरको मुहार बदलिएन। तर फेरि पनि चुनाव, कहिले हुन्छ विकास, कहिले हुन्छ शान्ति र कहिले पाउँछ न्याय? देश बनाउने सेवक होइन, पसिना बेच्ने व्यापारी छौ। विकास चाहिँदैन तिमीलाई, चिल्लो काठ र एक हातको बिछौनामा सुत्न पाए हुन्छ। त्यसैको लागि गाउँमा भोज लगाउँछौ, भत्तेर लगाउँछौ, लोभ लालचमा गाउँलाई फसाउँछौ। अहिले गाउँको कुना कन्दरा छापा मारेका नेताले कुर्सी पाएपछि बा आमा पनि चिन्दैनन्। खै कसरी चुनाव पियो भनेर खुसी हुनु? तातियो गाउँ घर समाज, तातियो मन तातिएन। 5 वर्षको व्यवहार र जित्ने नेताले दिएको दुःख सम्झेर मन रित्तियो। आफ्नो गरिबी देखेर र आशा मरेर रगत उम्लियो। अझै भन्छन्, अरे चुनाव आयो रे।